शर्तमा त कपडा धुन्छु भन्न भन्न खानु मन लाग्यो कि खानु मन लाग्यो कि बाबाले भन्नु न भन शर्त के त्यो त भन्नु भन अनि सुन्नु 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 यता सुन्नु यता सुन्नु अनि सासु हुन्छ त्यस्तै नै खान्छ नखाने भोलि त्यत्रो मासु आउँदैछ पर्सि मलाई हो त्यत्रो मासु मैले कुखुरा मासु खान्छु र राम्रो भुटिँदै भुटिन्न मासु ससे त मैले आफै बनाएको छैन सुन नानी सुन मोमो बनाएर खाऊँ भन्दा तेरो बाउले टेटे खाइन बाहिर अब यत्रो दिन भयो मोमो खाम भनेरको है बाहिर चाहिँ मोमो किनेर ल्याएर खान सक्दिनँ साध्य अब घरै बनाएर खाऊँ भन्दा तेरो बाउले कसरी पर्नु कसरी जान्छ ल भन्नु कसरी जान्छ होइन यो आधी किलो मासु लाएर यहीँ गेलेनियर गऱ्यो हुन्न त्यो त उसले के हो त्यो होइन ऊ त सानोवालामा होइन ऊ त सानो के सानो घरै खाने हो जस्तो पनि चल्छ के कहाँ घ्याइपी बनाउनु लाग्दैन घरमा बनाएर खाएर स्वाद छ खानु पाइन्छ होइन घर बनायो भने त स्वाद छ खानु पाइन्छ क्या फेरि त्यो हो कि मस्तैसँग स्वादैसँग खानु पाइन्छ कुरो बुझ्यो मेरो भनाइ चाहिँ त्यता हो कति पैसा आउँछ नि फेरि त्यो टाइम लाग्छ बेसरी के टाइम लाग्यो र बिहान आयो घोडा टाइम के देखाउने मान्छे छन् त्यसो त कमाइरहेछ नि यसलाई सुन यसलाई के मनपर्छ भने मिठो खानेकुरा हरेक चिज बिस्तारामा उस्तो पर चढेको बिस्तारामा त्यो बन्नलाई छोरा त्यो बन्नलाई अनि तिमी त सपना त राम्रै बोक्या हो नराम्रो हुन्छ धेरै राम्रो यो सपना धेरै राम्रो राम्रो हो त नि सकिन्छ राम्रो हो तर 9मा 8मा गएपछि त्यतिकै पढ्न पाइन्छ डक्टर साइन्स लिएर पढ्नुपर्छ ओपिटी लिएर पढ्नुपर्छ तिम्रो एउटा पोल खोल्दैन त्यसरी नानी साइन्स लिएर ओपिटी लिएर पढिन्छ त साइन्स ओपिटी लिएर पढ्न सक्दैन ओपिटी लिएर पढ्नुपर्छ ओ त्यसो भनिन्छ इन्जिनियर डक्टर सजिलो भात पकायो र के रे बाँदर ल बुढो शर्त मन्जुर मन्जुर कि मन्जुरलाई यति भन्नु ल बात करते कैसे लोग रहते हैं सिर्फ दाल भात तरकारी मात्र अच्छा बेलुका मासु कसले रुड्याउँछ मासु त चाहियो नि शरीरलाई भिटामिन चाहिएन अनि प्रोटिन चाहियो नि त दिनकै प्रोटिन चाहिएन शरीरलाई अनि दिनकै सोपको लागि खाऊ कुनै के
नसा छैन मैले त अरूले भोला खाएर कपक्क लिन्छ म दाँत भरि यो घाँटीको टुक्रा दाँत त फेरि पलाउँछ अब 50 करोड त पलाउँछ फेरि लाग्छ पैसा के अरे 40 लिएर आउँछ नि त अनि त्यसपछि कपडा आफै धुने होइन कपडा आफै धुनु मनी धुन्न त्यसो भए म पनि धुन्न म मरो धुन्न न हुँदैन त्यो सर्त बमोजिम त म जाँदै जान्न हुन्न चाहियो ल्याएपछि मैले मात्र खान्छु त मेरो कपडा छुट्याएर राखिदियो न दुईटा त छ एउटा कुर्ता के पो छ त त्यो धोइहाल्छु नि कुरो गर्दो रहेछ तर बेला भाइ चाहिँ चाहिन्छ कि भाइले काहीँ नै पठाउनु हुन्न यसो ओखा दिने भाइ हो पैसा भ्याइसक्यो त्यत्रो पैसा थियो सकिसक्यो बसेर खाता के अरे अनि अझै यत्रो 1 महिना बाँकी नै छ बसेर खानालाई छ बाबा छ छैन छैन त्यो टच पनि गरे छैन कुन 13-14 हजार कुन होइन त्यो तपाईँले मलाई अस्ति दिएको त्यो त छ अनि कहाँ यो र त्यो कहाँ भने 15,000 भने त छुट्टै के कुन त्यही 15,000 हो त्यो 15 ब्याङ्कले छ 13,000 यतै हुनुपर्छ अनि त्यो के खान्छौ त अहिलेसम्म यो त अस्ति 10,000 ल्याएको त त्यही पैसा हो के भन्दा पहिला 19,000 खर्च गरेछ कसम त्यो त्यही हो अस्ति तैँले फ्यालिदिए पैसा लिन ला भने त्यसैले मलाई ओ त्यो पैसा पुराए मैले अनि के खान्छ त नि अनि अहिलेसम्म पैसा खाओ त्यो 10,000 मैले माइत पठाइदिएँ हिजो आउँछु नि त मैले माइत पठाइदिएँ बात गर्दै हो खाएको चाल पाउँदैनन् बसेर कुरु दिँदैन मासु ल्याएर खा त्यो पैसाले हो के त्यो बल्ल होइन त्यो बल्ल अहिले कोटिएको पैसा हो त्यो हिजोबाट कोटियो त्यो पैसा 4,000 छैन त्यसमा त्यो अहिले चाहिँ के को 4,000 नुग्नु थियो अहिले हिजो ग्यास लिएर आयो अनि ग्यास अस्ति दुईटा ग्यास एकैचोटि दुईटा ग्यास सिद्धि अस्ति न एकैचोटि दुईटा ग्यास सक्यो होइन दुईटा भरे होइन एकैचोटि ग्यास 2,000 लगाएर अनि चामल खान्छ लिएर आयो कस्तो छ नि अनि यसरी 440 को झड्का दिएपछि मान्छेले हटी ट्याक आउँदैन 14,000 त्यो रे 15,000 त्यो रे 20,000 त्यो रे चाबी त्यही छ कसमै छोरी छ अगाडि छैन आमा भन्दिनँ झुटो कुरा बोल्दिनँ म छैन मसँग पैसा त्यत्रो म छ भनेर के म भोलि फस्ने हो र छँदै छैन त अनि यो मान्छेले व्यवहार जान्ने भए मैले छोडिदिन्थेँ के मलाई थाप्न दिनु नि थिएन अनि आफू पनि गर्नु छैन आउँदैन अनि अर्काले गऱ्यो भने फुरु माग्न त सजिलो हुन्छ त पैसा तँले भनेर मागेर गर्न सजिलो हुन्छ त अनि सकिन्छ सकिएपछि फलानु पैसा गऱ्यो झिस्कानु पैसा गयो भने मैले कहाँ ल्याइदिनु र म के उस हो खारेज नमात्दै फेरि भेट्लिस पैसा छैन है पैसा छैन पैसा हिजोदेखि त्यो पैसा कोटिएको हो 2,000 मैले भित्र लुकाएर राखेको छु हिजो लगाएन 2,000 रुपियाँ औसीमा अनि अस्ति 1,000 रुपियाँ निकालेर ग्यास ल्याएन मान्छेले त मलाई त पागल बनाउँदो रहेछ त्यसै हो र किन बोल्ने हेर दसम्म
लाउनु न मासु खानु दिनु लिएर आउनु चप्पल भने चप्पल होइन मसँग बोल्दा हेर्नु हेर नानी म भाडा के खाइ कस्तो मान्छे त त्यो एक्जाममा पाएको पैसा त त्यो पैसा खर्च गरेर आएको पैसा हो के त्यो 10,000 त अहिले त्यो खर्च भयो थियो र पो अनि अहिले जाँचमा निस्क्यो त पैसा जाँचमा त्यो के भन्छ कति दिन भयो 7 दिनमा 7 दिनको 15,000-1500को दरले जोड्नु त कति पुग्दो रहेछ अनि किन भनिदिँदैन फलानु र झिस्कानु भनेर पैसा राखिछ भनेर सोध्नु नपाउने छैन त्यही 15,000 हो त्यही हो असाध्यै सोझो बाब्रे बाब्रे जात्रै बितिको सोझो नि अलिअलि सोझो हो र यही हो पैसा अनि गर्नु त कति छ 4,000 छैन 3,000 छैन गर्नु नि 1 2 3 4 5 6 34 भनेपछि 54 र छ त 5,000 5,000 त पर्छन् 6,000 छ 5,000 त्यो 4,000 भइहाल्यो 5,000 पैसा तपाईँ ढुक्क हुनु त्यति मैले 1,000 रुपियाँ छ त भने चाहिँ त्यहाँ त्यो भित्रको सेपमा छ 2,000 यो म तपाईँलाई स्पष्टसँग बुझाइदिउँ स्पष्टसँग बुझाइदिउँ हामीले दुधलाई त अझै देखाएन पैसा होइन पछि दुधलाई त दनादन मैले पैसा भगाभग पैसा दिएको थिएँ नि त बिचमा त म अझ मैले 4-5 दिन त पैसै दिइनँ दुधलाई 2500 कति त दुधलाई बुझाउँछ अझै बुझाउँछ हुँदैन त मलाई त साँच्चीको लान त अनि सजिलो हुन्छ त अनि साबी लुगाएर राख्ने जे गरेर राख्ने के खाने त आची खाजा खाने हो जा सौदा लिएर खाजा जे गर्नु गर 50 रुपैयाँ बेलुकासम्मलाई